हिल तृणमूल कांग्रेसको बागडोर फेरि एकचोटि एलबी राई अनि शान्त छेत्रीको हातमा आएपछि दुई नेतृत्वबीच शुक्रबार मिरिकमा एक बैठक सम्पन्न भयो। बैठकपछि मिडियालाई सम्बोधन गर्दै हिल टिएमसी चेयरम्यान एलबी राईले बैठक औपचारिक रहेको बताए। पार्टीको निर्णयलाई सिरोपर गर्दै आगामी दिनमा संगठन विस्तारमा ध्यान दिने राईले बताए। उनले पार्टी सुप्रिमोले फेरि एकचोटि आफूहरूमा विश्वास जताएकोमा आभार प्रकट गरे। अर्कोतर्फ शान्त छेत्रीले राज्यमा ममता ब्यानर्जीको तृणमूल सरकार सत्तामा आएपछि पहाडवासीले प्रत्यक्ष सुविधा पाइरहेको बताइन्। उनले पार्टीको दार्जिलिङ कालेबुङ जिल्ला समिति भङ्ग भएको जानकारी गराउँदै पार्टीको शीर्षस्थ नेतृत्वसितको सल्लाहमा नयाँ समिति चाँडै गठन गरिने बताए। स्मरण रहोस्, तृणमूल कांग्रेसले 16 मईको दिन एक विज्ञप्ति जारी गर्दै पहाडमा संगठनको जिम्मेवारी एलबी राई अनि शान्त छेत्रीलाई दिएको थियो। पार्टीले एलबी राईलाई पार्टीको हिल चेयरम्यान अनि शान्त छेत्रीलाई अध्यक्षको रूपमा मनोनित गरेको छ। जुन किसिमले हाम्रो दिदीलाई पार्टीको प्रेसिडेन्ट, मलाई चेयरम्यानमा पार्टीले नियुक्त गर्नुभयो र यसको निम्ति म पार्टी हाइकमान्ड र हाम्रो जति पनि पार्टीको हाइकमान्ड छ उहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ र जति पनि हाम्रो पहाडको हिलको मतलब टिएमसी कार्यकर्ता छ उहाँहरूलाई पनि हाम्रो सम्पूर्ण कार्यकर्तालाई पनि मेरो तर्फबाट र दिदीको तर्फबाट धन्यवाद दिन चाहन्छौँ र जुन किसिमले हामीलाई यो दायित्व दिएको छ र दिदी र मलाई जुन किसिमले यो दोस्रो पल्ट हो पार्टीको दायित्व दिएको र यसको निम्ति र पार्टीको जुन किसिमले हामीलाई विश्वास गरेर आजसम्म निरन्तर पार्टीको उसमा एउटा जिम्मेवारी दिएको छ र यसको निम्ति हामीहरू म पनि शान्त दिदी पनि मिलेर पार्टीलाई जुन किसिमले हामीलाई विश्वास गरेछ त्यसको निम्ति हामीहरू पूर्ण रूपले पार्टीमा इमान्दारीसँग काम कुरो गर्नेछौँ र यसको निम्ति हाम्रो सम्पूर्ण टिएमसीको कार्यकर्ताहरू साथीभाइ र जति पनि हाम्रो साथीभाइहरू छ टिएमसीको कार्यकर्ताहरू छ उहाँहरूले हामीलाई जुन किसिमले सहयोग दिनुभयो र यसको निम्ति उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। उहाँहरूको कारणले गर्दाखेरि आज हामीहरू यस पार्टीमा आएको छौँ र सर्वप्रथम त आज उहाँ दिदी र मलाई चयन भए पश्चात यो हिजोस्ति मतलब बागडोग्रामा त मतलब भेटघाट भएको थियो र पार्टीको रणनीति अब आगामी आउने दिनमा कुन किसिमले बनाउनु पर्ने र पार्टीलाई कुन किसिमले सुचारू रूपले चलाउनु पर्ने र हाम्रो पार्टीको उद्देश्य के हुन्छ र पार्टीलाई कसरी अगाडि बढाउनु पर्ने यो विषय लिएर भेटघाट भएको थिएन र आज सर्वप्रथम भेट हुँदैछ र आगामी हामीले सरसल्लाह गर्दैछौँ र पार्टीलाई अब रिफर्म गरेर मतलब पार्टीलाई चलाउने र यो विषय लिएर दिदीसँग सरसल्लाह गरेर र हामी हाइकमान्डसँग सरसल्लाह गरेर पार्टीलाई आगामी आउने दिन सुचारू रूपले चलाउनुको निम्ति चाहिँ हामीले आज सरसल्लाहको निम्ति दिदीसँग भेटघाटको लागि दिदी पनि आउनुभयो र उहाँलाई मैले पनि बोलाएको थिएँ र उहाँ आउनुभयो र यसको निम्ति उहाँलाई पनि धन्यवाद दिन चाहन्छु र पार्टीको दायित्व सम्पूर्ण दिदीमाथि एउटा पार्टीको प्रेसिडेन्ट भएकोले गर्दाखेरि उहाँले जुन किसिमको कार्य गरेको हुन्छ त्यसलाई मेरो तर्फबाट पूर्ण रूपले म उहाँलाई सहयोग गर्नेछु र पार्टीको एज अ चेयरम्यान भएको कारणले गर्दाखेरि दिदीले जे काम कुरो गरेको हुन्छ पार्टीको निम्ति जुन किसिमले कार्य गरेको हुन्छ र सुख दुःख जेमा पनि उहाँलाई म साथ दिनेछु। अब हेर्नुहोस्, हाम्रो तर्फले हामीले जुन किसिमले हुन्छ हामी पार्टीको लागि जहाँ जुन हदसम्म पुगेर हामीले पार्टीलाई प्रचार प्रसार गर्नु छ र जुन किसिमले हाम्रो दिदीको पोलिसीहरू छ जुन किसिमले हाम्रो दिदीको पोलिसीहरू ल्याएको छ त्यसलाई हामीले प्रचार प्रसार गरेर अवश्य गाउँघरमासम्म पुर्याउँछौँ र पार्टीको मतलब भन्यो भने पार्टीले हामीलाई जुन किसिमले गाइडलाइन गर्छ पार्टीले जे निर्देश दिन्छ त्यसको आधारमा नै हामीहरू पार्टीलाई अगाडि रूपले सुचारू रूपले लानेछौँ र पार्टीको हुनसक्छ हाम्रो पार्टीबाट कतिवटा कुरो हामीले गर्न सकेको थियौँ काम कुरो गर्न सकेको थियौँ र यसको निम्ति हामीहरू सरसल्लाह गरेर पार्टीलाई यहाँको दुःख सुख के छ पार्टीको हाइकमान्डमा अवश्य दिदी र म मिलेर राख्नेछौँ। सर्वप्रथम त म हाम्रा मिरिकका जति पनि प्रेसका भाइहरू आउनुभएको छ अनि यो जुन चाहिँ तपाईँहरूको यो इलेक्ट्रोनिक मिडियाबाट हेर्नुभएका सम्पूर्ण दर्शकवृन्दलाई म सर्वप्रथम मेरो गोर्खे अभिनन्दन टक्राउन चाहन्छु र अघि नै हाम्रा चेयरम्यान साहब हाम्रा एलबी राईज्यूले
बताइहाल्नुभयो है। जुन प्रकारले हाम्रो अल इन्डिया तृणमूल काङ्ग्रेसकी चेयरपर्सन हामी राज्यकी मुख्यमन्त्री पनि हुनुहुन्छ सुश्री ममता ब्यानर्जीले सम्पूर्ण पश्चिम बङ्गालका विभिन्न जिल्लाहरूका प्रेसिडेन्ट र चेयरम्यानको नियुक्त गर्नुभएको छ र त्यसमध्येमा चाहिँ हाम्रो दार्जिलिङ हिल्सबाट पनि फेरि पनि हुन त अब कन्टिन्यू लगातार हाम्रा एलबी राईज्यू 2017देखि नै अहिलेसम्म टिल नाउ उहाँलाई पदभार दिँदै आएको हो। प्रेसिडेन्ट पहिले उहाँ पनि हुनुहुन्थ्यो दुईटै डिस्ट्रिक्टको, पछि गएर दार्जिलिङ डिस्ट्रिक्टको पनि प्रेसिडेन्ट हुनुभयो, मलाई कालिम्पोङको दिनुभएको थियो र उहाँ 2017देखिको उहाँले दायित्व पाइरहनु भएको हो। अनि मलाई चाहिँ 2018देखिको मैले कन्टिन्यू अहिलेसम्म दायित्व पाइरहेको छु। हामी दुईजनालाई नै एउटा पार्टीले ठुलो भरोसा राखेर नै आजसम्म लगातार तपाईँले जुन कुराले अघि भन्नुभयो यो 2026लाई लिएर त्यो होइन। चुनाउ त आउँछ जान्छ, विधानसभाको चुनाउ पनि हुन्छ, म्युनिसिपालिटीको हुन्छ, पञ्चायतको हुन्छ, लोकसभाको हुन्छ, चुनाउ आउँछ जान्छ। तर अब पार्टीको हाम्रो एउटा साङ्गठनिक रूपमा अब हामीले पहाडमा एउटा टिएमसी पार्टीको जन्म 2012मा मात्रै जन्मिएको पार्टी हो र अब यो त्यस बेलादेखिको नै अब हामीले पहाडका हुनु त हाम्रै राज्यकी मुख्यमन्त्री है तृणमूल सरकारले पहाडवासीलाई समतलवासीलाई जस्तो प्रकारको सुख सुविधाहरू दिएको छ भने पनि त्यस्तै गरेर पहाडको प्रत्येक जनमानसलाई नै सुविधा प्राप्त भइरहेछ है। यो कुरा प्रत्येक हाम्रो पहाडवासीले पनि बुझ्नुहुन्छ भन्ने म आशा राख्छु र यसरी हामी दुवैजनालाई चाहिँ कन्टिन्युसली 2017-2018देखि नै लगातार एउटा पदभार दिनुभएर एउटा जिम्मेवारी जुन प्रकारले अब उहाँसँग एउटा तालमेल गरेर हामी कन्टिन्यू आजसम्म आज 7-8 वर्ष भयो जुन दायित्व प्राप्त भएको हामी एउटा सँग माने एउटा दुईजनाको मेलमिलापमा दुईजनाको सरसल्लाहमा नै हामी काम गरेको छौँ र हामीले धेरै नै विस्तार हामीले टिएमसी पार्टी गरिसकेका छौँ। जसको प्रमाण हामीले गत डिजिएससीको जिटेको चुनावमा हामीले 5 जना हाम्रो टिएमसी पार्टीबाट जिताएका थियौँ है। अनि त्यस्तो भयो भने हाम्रो पञ्चायत भोटमा पनि हामीले केही मात्रामा हामीले प्राप्त गऱ्यौँ है र आउँदो भोट त आउँछ जान्छ र जुन चाहिँ अब पार्टीमाथि एउटा भरोसा जुन आस्था राखेको छ त्यो चिजलाई चाहिँ हामी अझै अघि बढाएर हामी सबसमय हाम्रो टिएमसी पार्टी आमा माटो मानिसको पार्टी हो। सबसमय हामी जनतासँग नै संलग्न रहन्छौँ। दिनरात हामी जनताकै समस्या लिएर जनताकै कुराहरू लिएर नै काम गरिरहेको हुन्छौँ। अब पोलिटिक्स त अब मेरो निम्ति चाहिँ म पोलिटिक्सलाई चाहिँ म राम्रो एउटा नजरले हेर्छु। किनभने चाहिँ पोलिटिक्स एउटा प्लेटफर्म हो जुन प्लेटफर्ममा बसेर जनताको सेवा गर्ने सेवा नै एउटा पोलिटिक्स हो र त्यसले गर्दा एउटा टिएमसी पार्टी चाहिँ एउटा हाम्रो सरकारको पार्टी भएकोले गर्दाखेरि हामीलाई त्यो प्लेटफर्ममा बसेर काम गर्न धेरै नै सुविधा हुन्छ। किनभने विभिन्न डिपार्टमेन्ट भयो, धेरै कुरा स्वास्थ्य विषय लिएर, एडुकेसन विषय लिएर धेरै कुरा छ, धेरै कुरा लिएर नै हामी काम गरि नै रहेको छौँ। एलबी सरले पनि लगातार गरि नै रहनु भएको छ। म पनि अब सिन्स अब हुनु त काम गरेको त निकै नै भइसक्यो, 31 वर्ष बितिसक्यो है, जनताको कामै गरिरहेका छौँ र म आशा गर्छु अब जुन प्रकारले यसपालि पनि अब पार्टीले जुन प्रकारले हामी दुवैलाई दायित्व दिएको छ त्यो दायित्वलाई चाहिँ हामी निष्ठासँगले नै दुईजनाको आज हाम्रो किनभने आज हामी दुवैजनालाई नै चेयरम्यान र प्रेसिडेन्ट बनाएको हुनाले गर्दाखेरि आज हामी दुवैजनाले नै बसेर सरसल्लाह गऱ्यौँ र अब नयाँ दायित्व दिएकोले गर्दाखेरि हाम्रो जुन चाहिँ पुरानो जुन चाहिँ डिस्ट्रिक्ट कमिटी थियो र त्यो डिस्ट्रिक्ट कमिटी चाहिँ हामी आज उहाँसँग नै सल्लाह गरेर हामी दुईजनाको मत लिएर नै अनि पार्टीको पनि एउटा मत लिएर चाहिँ हाम्रो दार्जिलिङ हिल्सको जुन चाहिँ डिस्ट्रिक्ट कमिटी छ त्यो डिजल्भ को साथसाथै हाम्रो जति पनि ब्लक कमिटी जुन चाहिँ प्यारेन्ट बडी मदर्स बडी चाहिँ हामी आजदेखिको चाहिँ डिजल्भ गरेर फेरि नयाँ गरेर हामी फेरि बनाएर हामीले कलकत्तामा पठाउँछौँ र यही नै मेन हामीले अब कसरी हुन्छ अब पार्टीलाई अझै राम्रो बनाउने है, डिसिप्लिन वेमा। अब सबै पार्टीको आफ्नो एउटा डिसिप्लिन हुन्छ है, आफ्नो पार्टीको आफ्नो संविधान हुन्छ, आफ्नो डिसिप्लिन वेमा काम गर्नुपर्छ र हामी डिसिप्लिन वेमा हामी
काम गर्छौँ। हामी आज दुईजनाको हाम्रो एकदमै राम्रो सौहार्दपूर्ण एउटा मिटिङ भयो। सुझाव एकअर्कामा हामी आदान प्रदान गऱ्यौँ र हामी दुवैजनाको सल्लाह अनुसारले चाहिँ हामीले डिस्ट्रिक्ट कमिटी र हामीले हाम्रो प्यारेन्ट बडीको जुन चाहिँ ब्लक कमिटीहरू छ, जिपी कमिटीहरू छ, त्यो सबै नै डिजल्भ गरेर फेरि आउँदो दिनमा चाहिँ हामी फेरि नयाँ गरेर फेरि बनाएर फेरि हामीले कलकत्ता, अब हाम्रो हाइकमान्ड त कलकत्तै हो र हामी कलकत्तामा नै हामी दुवैजनाको मत अनुसारले चाहिँ हामी कामहरू गर्छौँ। कुरा तपाईँले जुन प्रश्न राख्नुभयो, हेर्नुहोस्, डेमोक्रेसीमा सबैलाई पार्टी गर्ने अधिकार छ है। कुनै पनि व्यक्तिलाई कुनै पनि पार्टीमा जान कुनै पनि इच्छा जहाँ लाग्छ, आफ्नो आफ्नो मानिसको आफ्नो आफ्नो सिद्धान्त हुन्छ है। अब हामी पनि म पनि एक समयमा जिएनएलएफ गरेको हो, 20 वर्ष जिएनएलएफ गरेको, उहाँ पनि जिएनएलएफमा हुनुहुन्थ्यो। अनि पछि गएर मैले पनि मानिसको काम गर्नुको लागि नै टिएमसी पार्टीको सरकारमा आएँ, पार्टीमा आएँ। उहाँ पनि आउनुभयो, उहाँले पनि टिएमसी पार्टी ग्रहण गर्नुभयो। उहाँ धेरै भयो, उहाँ त भने पहाडको इतिहासमा म्युनिसिपालिटीको इतिहासमा भन्नु नै हो भने हेट्रिक गरिसक्नु भएको म्युनिसिपालिटीको चेयरम्यान हुनुहुन्छ र जनताले रुचाएर त उहाँ हुनुभएको, जनताको काम गर्नु भएर त रुचाएको। म पनि त पहिला काउन्सिलर थिएँ 5 वर्ष, 15 वर्ष एमएलए भएको। अनि फेरि हाम्री नेत्री अब पार्टीले नै मलाई पार्लियामेन्टमा पठाउनु भयो, राज्यसभाको एमपी पनि भए है। अब एउटा पार्टीले एउटा विश्वास, अब काम गरेको थियौँ र जनताको माया है, र त्यसले गर्दाखेरि पार्टी त गर्नै पर्छ नि, किनभने हाम्रो सरकार त अब टिएमसी पार्टीको सरकार हो भने अब दार्जिलिङमा पनि त हामीले मैले भनिहालेँ त 2011मा टिएमसी पार्टीको सरकार गठन भए पश्चात 2012मा चाहिँ दार्जिलिङ जिल्ला है, दार्जिलिङ हिल्समा पनि टिएमसीको जन्म भएको हो। र म पनि अब 2014मा जोइन गरेको। उहाँले तपाईँले कति सालमा गर्नु? 17मा गर्नुभएको। 17देखि नै उहाँले त दायित्व पाउनुभएको। मैले त 17मा त आन्दोलन चलेको थियो, तर पनि मलाई चाहिँ कालिम्पोङको दायित्व दिनुभएको थियो, तर म पछि गएर चाहिँ उहाँ त 17मा नै हुनुभएको हो। र त्यसले गर्दाखेरि हेर्नुहोस्, अब उहाँले पनि, अब उहाँलाई पनि एउटा पार्टीको जुन टिएमसी पार्टीको नीति आदर्श ममता ब्यानर्जीले जुन प्रकारले, किनभने लेफ्ट फ्रन्टको टाइममा म एमएलए थिएँ, त्यति बेला कुनै मन्त्रीहरू आउँदैन थियो। यस्तो प्रकारको जुन प्रकल्पहरू जुन हामीले प्राप्त गरिरहेका छौँ प्रत्येक घरमा, चाहे बिजेपी गरोस्, चाहे जिएनएलएफ गरोस्, चाहे कङ्ग्रेस गरोस्, चाहे बिजिपिएम गोजामु जो पनि गरोस्, हाम्रो महिलाहरूले के अरे लक्ष्मी भण्डार पाउँदैछ। कसले पहिला त पाउँदैन थियो। अब यस्तो प्रकल्पहरू जन्मदेखिको मृत्युसम्म ममता ब्यानर्जीले दिइरहनु भएको छ र यो कुरालाई त हामीले एक्सेप्ट गर्नु पऱ्यो नि त। त्यो त जुन कुनै पनि सरकार पहिला आएको बेलामा दिएको थिएन। र त्यसले गर्दाखेरि हेर्नुहोस्, मलाई पनि हाम्रो टिएमसी पार्टीको नीति आदर्श मन परेर नै मैले जोइन गरेको। आज 14 वर्ष बितेर गयो र मेरो राजनीतिक जीवन पनि अब यति नै, अब यही टिएमसी गरेर नै मेरो इच्छा छ कि मेरो मृत्यु पनि टिएमसीबाट नै गरेर नै म बिताउँछु। र यति नै हो कुरा।